लोन डिटेलमा चाहिँ मोबाइलको प्रडक्ट कसरी सेलेक्ट गर्ने अथवा स्किम कसरी चुज गर्ने भन्ने भिडियो। सो यसको लागि चाहिँ हामी प्रडक्ट क्याटेगोरीमा यसरी यहाँ सबै चाहिँ अब यो एउटा एडमिन जस्तो सबै प्रडक्टहरू एड गरेको छु यो डिलरमा, त्यही भएर सबै देखाएको। हजुरले यहाँ तल गएर मोबाइल सर्च गर्दा नि हुन्छ एचपी मोबाइल, र हजुरले मोबाइल मात्र यहाँ माथि सर्च गर्यो भने पनि मोबाइल आउँछ। र यो राखिसकेपछि चाहिँ तपाईँले ब्रान्डमा चाहिँ अब कुन तपाईँको पसलले चाहिँ है अब कुन कुन ब्रान्डको मोबाइलहरू बेच्छ र कुन कुन यहाँ सो गरेको छ होइन, त्यो गर्न सक्नुहुन्छ। रियलमी छ भने रियलमी चुज गरेर यसरी रियलमीको प्रडक्ट देखिन्छ है। लोन अफिसर चाहिँ मोबाइलको केसमा मोबाइल एलआर गर्नु होला र उसको प्रडक्ट प्राइस अटोमेटिक आउँछ। र तपाईँको आइएमआई नम्बर कति हो एकदम करेक्ट राख्नु होला, आइएमआई नम्बर मिस्टेक नगर्नु होला। र यही आइएमआई नम्बर कोटेसनमा पनि सही राख्नु होला, सिरियल नम्बर म्यान्डेटरी छैन है। अब होइन रियलमी लिनु छैन मोटरोला लिनुहुन्छ भने चाहिँ मोटरोलाको सेट राख्नु होला। यसरी प्राइस अटो चेन्ज हुन्छ र आइएमआई नम्बर चेन्ज गर्नु होला। डिस्काउन्ट दिनुहुन्छ भने यसमा डिस्काउन्ट देखाउने है। अब मोटरोला होइन अनरको दिनुहुन्छ भने अनरको चुज गर्नु होला। कुन कुन प्रडक्टहरू छ यसरी आउँछ होइन, उसको प्राइस अटोमेटिक आउँछ र डिस्काउन्ट छ भने यहीँ राखिदिने सेम जसरी है त। अनि जुन ब्रान्डको लिनु छ त्यही ब्रान्ड चुज गर्ने, त्यही हिसाबले यहाँ प्रडक्टहरू पनि सो हुन्छ र क्याटेगोरी चुज गरे अनुसार त्यसरी हुन्छ। र अर्को केसमा चाहिँ जेटी होइन, जेटीको लोनको चाहिँ अलिकति अर्को प्रोसेस छ, त्यसको लागि चाहिँ यहाँ क्याटेगोरी नै छुट्टै छ। जेटीको लोन चाहिँ अलि भिन्नै तरिकाले हुन्छ, त्यसको लागि चाहिँ यहाँ जेटी चुज गर्नु होला। र जेटीको प्रडक्ट चाहिँ अहिले यसमा सो गरेको छैन, सो जेटीको प्रडक्ट यहाँ आउँछ। त्यसपछि सेम अघि जसरी नै गर्दा हुन्छ है त। अहिलेलाई म मोबाइलको केसमा जान्छु, एउटा सुरुमा जुन छ ल अनरकै अघि सेट गरेको आयो। र त्यसपछि आइएमआई नम्बर सही हालिसकेपछि अब हामी चाहिँ लोन डिटेलमा जान्छौँ। लोन डिटेलमा चाहिँ हामीले अलवेज कम्पनी रिस्क गर्छौँ है। मोबाइलको केसमा, कन्ज्युमर ड्युरेबलको केसमा, होम एप्लायन्सको केसमा अनि हामी जहिले पनि कम्पनी रिस्क नै गर्छौँ। र स्किम कति छ, 12 महिनाको छ भने 12, 9 महिनाको छ भने 9 होइन, कति छ लोन एमाउन्ट अनुसारले। अनि त्यसपछि तपाईँको स्किम पनि त्यसरी नै सेट गरिएको छ होइन। र लोन एमाउन्ट अब कुनै कस्टमरले बढी डाउन पेमेन्ट गर्छु भन्यो भने पनि यहाँ 40 छ, 50को छैन त सर स्किम भनेर आत्तिनु पर्दैन। 50को लागि चाहिँ तपाईँले यो 40 डाउन पेमेन्ट गर्दा यति लोन एमाउन्ट पर्छ भने चाहिँ 50 गऱ्यो भने लोन एमाउन्ट घट्छ भने चाहिँ तपाईँले यहाँ लोन एमाउन्ट 53को ठाउँमा 50 हाल्नुहोस् त। 50,000 हाल्दाखेरि यहाँ डाउन पेमेन्ट बढ्दै गयो होइन। कसैले 40,000 मात्र लोन राख्ने, अब बाँकी अमाउन्ट चाहिँ म तिर्छु भन्यो भने 54% डाउन पेमेन्ट यसरी आउँछ। र एक्ज्याक्टली जति लोन एमाउन्ट यहाँ देखाइरहेको छ त्यति हाल्यो भनेपछि तपाईँको 53,088 त्यति हालेपछि 40% डाउन पेमेन्ट देखायो है। र 0 इन्ट्रेस्ट डाउन पेमेन्ट एमाउन्ट यति। त्यसपछि 10 इयरमा कसैले 12 महिना लिनुहुन्छ भने यति इएमआई पर्छ, होइन म 9 महिनामै तिर्छु भन्नुहुन्छ भने अलि इएमआई बढ्दै जाने भयो अब कस्टमरको चोइस अनुसार। त्यसपछि लोन पर्पज भनेको चाहिँ यहाँ पर्सनल लेखिदिनु होला होइन, यसरी टाइप गरेर। त्यो पनि छैन भने चाहिँ बिजनेसको लागि लेखेको भने बिजनेस सर्च गरे नि भयो यो है। त्यो चाहिँ अब हाम्रो सिआइबी होइन एनआरबीको रुल अनुसार यो के हो यसरी चुज गर्दा नि हुन्छ। यहाँ पनि छ होला, अब अलि अप्ठ्यारो नै लाग्छ होइन, झन्झटिलो छ भनेपछि जस्ट पर्सनल लागि हो भनेर। अब म्याक्सिममले यहाँ सुरुमा अदर आएर अदरै लेखिदिनुहुन्छ होइन, तर पर्सनल लेख्यो भने अलि राम्रो देखिन्छ। सो रिपेमेन्ट डे भनेको चाहिँ एकदम इम्पोर्टेन्ट कुरा हो। यो भनेको चाहिँ तपाईँको पहिलो किस्ता बुझाउने दिन हो है, फर्स्ट इएमआई डेट हो भनेको। आज मोबाइल लिनुहुन्छ भने चाहिँ आजै पहिलो किस्ता तिर्नु पर्दैन। अब यहाँ जुन डे सेलेक्ट गर्यो त्यो दिन चाहिँ पैसा हाल्नुपर्छ र इएमआई स्टार्ट पनि हुन्छ होइन। अनि त्यो दिन चाहिँ पैसा तिर्ने दिन हो पहिलो किस्ता। सो यो 27 कसरी आयो, 5 कसरी आयो भनेपछि आज चाहिँ तपाईँको कस्टमरले फोन लिएको डेट भनेको आज मैले भिडियो बनाइरहेको छु 7 अक्टोबर। 7 अक्टोबर भनेपछि यहाँ रिपेमेन्ट डेमा 2वटा डेट मात्र देखायो। अनि यो डेट भनेको चाहिँ तपाईँको अब नेपाली डेट अनुसार चाहिँ अब कसको कसरी स्यालेरी आउँछ त्यसरी नै 5-6 वटा डेटहरू कम्पनीले छुट्याएको छ। त्यो मध्ये यो 5 र 27 किन देखायो भने चाहिँ आज 7 अक्टोबर हो,
आजदेखि 15 दिन पछिको डेटहरू हो यो। 7 अक्टोबर भनेपछि तपाईँको 23 अक्टोबर भनेको 15 दिन हुन्छ। त्यसपछि देखिने डेट भनेको 27 नजिकको डेट, र त्यसपछि भनेको 5 भनेको चाहिँ नोभेम्बर 5 चाहिँ हो के है। सो 5 चुज गर्नुभयो भने चाहिँ नोभेम्बर 5मा उहाँको पहिलो किस्ता हुन्छ र तिर्नुपर्छ। 27 चुज गऱ्यो भने चाहिँ सेप्टेम्बर 27 नै आज अक्टोबर हो, अक्टोबर 27 नै हुन्छ। भनेपछि तपाईँले पछिको डेट चुज गर्दा नि भयो, कस्टमरलाई सोधेर चुज गरिदिनु होला र यो डेटमा पैसा तिर्ने हो भनेर पनि भनिदिनु होला होइन। कतिपय कस्टमरहरूले चाहिँ मेरो इएमआई डेट कहिले हो के हो भनेर पनि थाहा पाउनु हुँदैन। हुन त अहिले यताबाट पहिलो मेसेज पनि जान्छ लोन एप्रुभ भइसकेपछि, डिस्बर्स भएपछि, एप्रुभ होइन डिस्बर्समेन्ट भइसकेपछि जान्छ, एक दिनपछि जाला या कहिले। इफ त्यो पनि होइन भने चाहिँ तपाईँले भनिदिएकोमा पनि अलि भरोसा मान्नुहुन्छ कस्टमरहरूले, सो त्यो पनि भनिदिनु होला। 5 चुज गरेपछि यो 5 तारिक एभ्री इङ्ग्लिस डेटको 5 तारिकमा उहाँको इएमआई डेट हुन्छ। र यो कहिलेको हो भनेपछि अब आज त अक्टोबर 7 हो भनेपछि अभियसली अक्टोबर 5 2 दिन अगाडि त हुँदैन। सो यो नोभेम्बर 5 नै हो। सो अब यो भनेको मोड अफ पेमेन्ट, अब कसरी इएमआई तिर्नुहुन्छ भनेर एउटा नलेजको लागि डिजिटल वालेट। अनि यो ब्याङ्क डिटेलहरू यो सेक्सन मोबाइलको केसमा छैन, यो युएटी भएर देखाइरहेछ। जेट्टीकोमा पनि देखाउँछ। जेट्टीको केसमा चाहिँ हजुरले जस्ट नर्मली एउटा जे छ त्यही राखिदिँदा हुन्छ, फरक पर्दैन। किनकि हामीले यो म्यान्डेटरी राखेको छैनौँ होइन। उहाँ कस्टमरकै नाम राखेर नम्बर एउटा म्यान्डेटरी के अरे नर्मली राखिदिँदा हुन्छ जेट्टीको केसमा। अरूको केसमा चाहिँ हाम्रो यो के भन्छ नर्मली अनर, मोटरोला, रियलमीको केसमा चाहिँ यो ब्याङ्क डिटेलहरू म्यान्डेटरी छैन। यो सेक्सन चाहिँ हामीले हटाइसकेको छौँ। र यति गरिसकेपछि तपाईँले नेक्स्ट गर्नुहुन्छ र लोन डिटेल पार्ट पनि सकिन्छ है त।